भएकोले पछि उनलाई बढाइदिन्थ्यो। यो चाहिँ टेम्के मयौं गाउँपालिका रहेछ। यो चाहिँ के डाँडा भन्छ अरे दाजु? यो के डाँडा अरे? क्याम्प डाँडा भन्दो रहेछ। अनि यहाँ चाहिँ 2013 सालमा चाहिँ राजा महेन्द्र आएर एक दिन बस्नु भएको रे। त्यही भएर चाहिँ यसलाई चाहिँ क्याम्प डाँडा भन्दो रहेछ। अनि यो चाहिँ यस्तो देखिँदो रहेछ यस्तो। अनि माथि देखेको छ यो मयौं। त्यहाँ जान पाए त झन् अझै राम्रो। मयौं डाँडा गाविस रहेछ। यो चाहिँ गाविस भवन भोजपुरको अन्नपूर्णमा चाहिँ अहिले हामी छौँ।